वेलकम ब्याक न्यू च्यानल। अनि आज हाम्रो धान रोपाइको आज रोप्दैछौँ हामी। आज सुरुवात भइसक्यो हाम्रो रोप्न चाहिँ। आज मौसम सफा भएकोमा त्यही रोप्न सुरु गरेछौँ हामीले चाहिँ। ल मैले चाहिँ यो सबै के भन्छ यसलाई बाउसे हो कि बाउसे होइन बाउसे गर्दैछ। म चाहिँ भर्खर यति सिद्धो ल घाम पानी उताबाट पानी पर्दैछ लगातार। यहाँ रोपाइ हुँदैछ। समाएको होइन पानी पर्यो उताबाट धरै पानी पर्नु त पर्यो। यता अझै पानी पराएन। सिम पानी पर्यो। पहिला बिहान रोपिसकेर दिउँसो सिधिसक्थ्यो। आज ठुलै पानी परे। अब यता गर्न अब चाहिँ अर्को बारीमा गएर हामी खन्न पर्ने हुन्छ है त। थाक्यो। थाक्यो काम गरेर थाक्छ। मान थाक्नु भएछ ल। बस्नु पर्यो। खै ल हामी चाहिँ अन्तिममा आइपुग्यो। हाम्रो आधी सिधिसक्यो र यो हाम्रो भित्तामा देखाएको फल छ नि यो गुलियो हुन्छ एक प्रकारका। र यो हाम्रो महँगो पनि छ यो फल बजारमा। र यो चाहिँ फल खै के नाम भनिन्छ तर याद पाइन ठ्याक्कै। यो चाहिँ मिठो हुन्छ भन्छन् खाने बेलामा। र आज हामीलाई पनि मौसमले साथ दियो। घाम लागिरहेको छ, कहिले चाहिँ पानी पर्यो। ल हेर्नुहोस् हाम्रो अब रोपाइको भिडियो। त्यहाँ सिद्धो। अब यति सबै सिद्धो। यो एउटा बाँकी। कहाँ झन् तल गरेर आउँदैन नि। थाकेको अवस्था। सो आजको त हाम्रो धान रोप्ने कार्यक्रम सकिन लाग्यो। सकिया त छैन, सकिन लाग्यो। आधी सिद्धो, आधी बाँकी चाहिँ रोप्दै। फुल भिडियो हेर्नु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। थ्याङ्क यू फर वाचिङ। बाई।